So hello and welcome to my video. Hope you guys are fine. So आज म मेरो BYD Atto 3 लिएर इस्ट नेपालको यात्रामा जाँदै छु. सो मेरो अहिले गाडीमा चार्ज भने 100% रहेको छ र मैले ट्रिप A र ट्रिप B दुईटै रिसेट गरेको छु र म बाटोमा के कसो छ सबै अपडेट दिने छु. त्यसैको साथमा हाम्रो ट्रिपमा 4 जना छौं र हाम्रो 4 जना सहित हाम्रो डिक्की पनि पुरै प्याक छ. सो हाम्रो दुईटै ट्रिप A र ट्रिप B रिसेट भइसकेको छ र कति ट्रिपमा कति हिँड्दाखेरि कति % चार्ज कन्जम्पसन हुन्छ र कति % किलोवाट पास 100 किलोमिटरको म शेयर गरिने छु. सो लेट स्टार्ट दिस ट्रिप. सो हामीले चाहिँ यो नौबिसेदेखि हेटौँडाको रुट लिँदैछौँ सिम भन्ज्याङ हुँदै पालुङ निस्केर. सो हाम्रो अहिले ब्याट्री भने 96% छ र हाम्रो 14.8 किलोमिटर ओडो रन भइसकेको छ ट्रिप A र ट्रिप B दुईटै गरेर 96%. सो हामीले यहाँबाट जर्नी स्टार्ट गर्दैछौँ र हेटौँडा पुग्दा कति % चार्ज बाँकी रहनेछ म अपडेट गरौँ. सो हामी अहिले 7 घुम्ती पुग्न लागेका छौँ. सो अहिलेसम्म रोड कन्डिसनको कुरा गर्ने हो भने चाहिँ BYD Atto 3 लिएर आउन कुनै पनि इस्यु देखिएन. ग्राउन्ड क्लियरेन्सको यो बाटोमा केही पनि इस्यु त देखिँदैन. सो रोड कन्डिसनको कुरा गर्ने हो भने रोड कन्डिसन पनि सबै ठिक छ. सो यहाँ चाहिँ अलिकति रोड डिफिकल्ट टाइपको छ होइन, तर त्यस्तो ग्राउन्ड क्लियरेन्सको केही पनि इस्यु हुने चाहिँ छैन. अलिकति अफ रोड टाइपको छ. गाडी आरामले मस्तसँग गइरहेको छ अहिलेसम्म त. बाटो कन्डिसन ठिकै छ. यहाँ अलिकति जस्ट 100 मिटर्स जति चाहिँ अफ रोड टाइपको थियो, तर ग्राउन्ड क्लियरेन्सको लागि BYD Atto 3 लगायत अरू कुनै पनि इलेक्ट्रिक एसयुभीको लागि चाहिँ प्रब्लम मैले देखिनँ. सो फाइनली वी आर हियर इन सिम भन्ज्याङ. सो अहिलेसम्मको हाम्रो ब्याट्री कन्जम्पसन हेर्नुपर्दा 39% कन्ज्युम भइसकेको छ र गाडीमा 61% ब्याट्री रिमेनिङ छ. सो अहिलेसम्म पुरै अफ हिल भएको कारणले हाम्रो गाडीले धेरै चार्ज खाएको छ. अब सिम भन्ज्याङदेखि पुरै डाउन हिल छ र रिजेन हाम्रो हुने उ छ. अब यहाँबाट बाटो अप हिल नभएको कारणले रिजेन हुन्छ. सो अहिलेसम्मको पास 50 किलोमिटरको कन्जम्पसन रेट हेर्ने हो भने 28.3 किलोवाट आवरको छ र पास 50 किलोमिटरको हेर्ने हो भने 16.3 किलोवाट आवरको छ. र अहिले चाहिँ एकदमै चिसो छ यो सिम भन्ज्याङमा. मैले ज्याकेट लगाइसकेको छु. अहिले सिम भन्ज्याङसम्म आउँदा हाम्रो टोटल डिस्टेन्स भने 69 किलोमिटर ट्राभल भएको छ र अब यहाँबाट हेटौँडा अराउन्ड 55 किलोमिटर रिमेनिङ छ. सो यस वी आर कन्टिन्यू हियर टु स्टार्ट आवर जर्नी. हेटौँडा 5 मिनट जतिमा पुग्छौँ. यहाँबाट हेटौँडा 2 देखि 3 किलोमिटर छ र हाम्रो गाडीमा अहिले चार्ज 68% रहेको छ र हाम्रो टोटल रनिङ 115.3 किलोमिटर छ र हामी सिम भन्ज्याङमा हाम्रो गाडीमा 61% चार्ज थियो र यो पुरै डाउन हिल आउँदाखेरि हाम्रो गाडीमा रिजेन भएर 68% भएको छ चार्ज अहिले. सो पास 50 किलोमिटरको कन्जम्पसन रेट हेर्ने हो भने 10 किलोवाट पर 100 किलोमिटर्स रहेको छ र पास्ट 100 किलोमिटरको हेऱ्यो भने 16.2 विच इज गुड. किनभने सिम भन्ज्याङमा हाम्रो 30 प्लस पुगिसकेको थियो र 68% रिजेन भएर चार्ज बाँकी रहेको छ र यो बाटो एकदमै स्मुथ भएको र सम्मु भएको कारणले पनि यसले रेन्ज एकदमै दिइरहेको छ BYD Atto 3 ले. सो आज चाहिँ म BYD Atto 3 को रेन्जसँग एकदमै धेरै सेटिस्फाई छु किनभने यसले उकालो ओह्रालो सबैमा एकदमै राम्रो पर्फर्मेन्स दिइरहेको छ र यसको सकले पनि एकदमै राम्रो उगाएको छ. सक हार्ड पनि छैन, सफ्ट पनि छैन होइन. जस्तै खाल्टोहरूतिर पर्दाखेरि एकदमै राम्रोसँग रेस्पोन्स छ सकको होइन. सबै गरेर हामी लगभग अब हेटौँडा आइपुगेको छौँ. अब हामी हेटौँडामा एक चार्ज गरेर 100% मा टपअप गरेर सिन्धुलीतर्फ लाग्नेछौँ. सो फाइनली हामी बुद्ध चोक आइपुगिसकेका छौँ होइन. हाम्रो टोटल रनिङ 120 किलोमिटर्स भएको छ
It was exhausting ride because turning भएको भएर I am too much tired हैन अब चाहिँ सिधा रोड हो त्यही भएर चाहिँ अब चाहिँ रमाइलो हुन्छ ड्राइभिङ गर्न हैन सो यो माक्लो बाटो धेरै टर्निङ भएर म एकदमै धेरै थकित भइसकेँ 121 किलोमिटर्स जस्ट इन 3.5 hours सो हामी फाइनली हेटौँडा आइपुगिसकेका छौँ अब यहाँको एनी चार्जिङ स्टेसन अथवा अरू कुनै चार्जिङ स्टेसनमा हामी 100% टपअप गरेर सिन्धुलीतर्फ लाग्नेछौँ भने हाम्रो अहिले 67% भनेको एकदमै राम्रो रेन्ज दिइरहेको छ 121 किलोमिटर हाम्रो टोटल रनिङ भएको छ र हाम्रो सिम भन्ज्याङमा 61% थियो एज यु नो हैन 61% बाट रिजन हुँदै 68 पुगेको थियो 8% चाहिँ कन्ज्युम भइसकेको छ सो हेटौँडा फाइनल्ली सो हामी अगाडि देख्न सक्छौँ रोड सो हामीले चाहिँ हेटौडाको एनईएमा चार्ज गर्दैछौँ हाम्रो गाडीमा चाहिँ अब अराउन्ड 97% चार्ज भइसकेको छ यहाँ आइपुग्दासम्म हाम्रो गाडीमा 64% चार्ज रिमेनिङ थियो भने अब हामी यहाँबाट 100% गरेर सिन्धुली बजारतर्फ लाग्दैछौँ सो हेटौडासम्म आइपुग्दाको एक्सपिरियन्स एकदमै राम्रै रहेको छ BYD Atto 3 मा हैन एकदमै रमाइलो पनि भयो चलाउन यो हेटौडा आइपुगेपछि उता माथिल्लो बाटोमा त्यो टर्निङले गर्दा चाहिँ अलिकति झ्याउ जस्तो त लागिरहेको थियो तर अब यो हेटौडा पछि पुरै सिधा बाटोमा चलाउन एकदमै रमाइलो भइरहेको छ हाम्रो गाडी अब 100% चार्ज हुन जस्ट 2-3 मिनट्स लाग्छ हामी 100% चार्ज गरेर यहाँबाट सिन्धुलीतर्फ लाग्दैछौँ सो अगाडि के हुन्छ ट्रिपको इन्फर्मेसनहरू म तपाईँहरूलाई प्रोभाइड गरिनेछु र हेटौडासम्मको BYD Atto 3 मा एक्सपिरियन्सको कुरा गर्ने हो भने इट वाज ओके हैन हाम्रो BYD Atto 3 मा एकदमै धेरै सहज भएको छ र माथिल्लो बाटो आउँदाखेरि कुनै पनि ठाउँमा हामीलाई ग्राउन्ड क्लियरेन्सको काहीँ पनि इस्यु चाहिँ भएन हैन लाइक BYD लगायत अरू कुनै पनि गाडीलाई अराउन्ड 165 mm सम्मको उलाई कुनै पनि असर नपर्ला सो हजुरहरू ट्राभल गर्न सक्नुहुन्छ यो बाटो सो हामी चाहिँ हेटौडाको एनईए चार्जिङ स्टेसनबाट 100% चार्ज बनाएर निस्किसकेका छौँ र यो रोड यति राम्रो छ नि मैले यस्तो कुदाइसकेँ यहाँ अराउन्ड 2 किलोमिटर आउँदा 1% कन्ज्युम भइसक्यो किनकि धेरै स्पिड गर्दाखेरि कन्जम्सन धेरै भइरहेको छ रोड चाहिँ एकदमै राम्रो छ अब हामी 100% चार्ज बनाएर निस्केका छौँ हेरौँ यो चार्जले हामी सिन्धुलीसम्म पुग्न सक्छौँ कि सक्दैनौँ तर्फ लाग्दैछौँ यहाँबाट सिन्धुली अराउन्ड 50 किलोमिटर्स छ र यहाँको रोड चाहिँ एकदमै दामी छ हैन एकदमै दामी छ यहाँको नर्मली स्पिडै मेरो 70 भन्दा तल स्पिड भइरहेको छैन हैन रोड एकदमै दामी भएको कारणले पनि तर यहाँ अलिक केयरफुल भएर चाहिँ चलाउनु पर्ने हुन्छ किन अलिक धेरै टर्निङ टाइप पनि रहेछ सबै गाडीहरू अलिक धेरै स्पिडमा आउँदो रहेछ सो अलिक केयरफुल भएर चलाउनु पर्ने रहेछ बट स्पिड चाहिँ यहाँ 70 भन्दा कम चाहिँ भएन मेरो स्पिड हैन नर्मल्ली अब यस्तो अब्स्ट्याकलहरू आयो भने त अलिअलि कम भइहाल्छ तर सबै बाटोमा 70+ स्पिड गइरहेको छ प्लस यहाँको बाटो एकदमै राम्रो छ हैन सबै गाडीहरू स्पिडमै छ क्या आई एम इन्जोइङ दिस राइड सो यति बेला हामी यो विमान भन्दा 2 किलोमिटर्स यता छौँ हामी अहिले BYD Atto 3 लाई चार्ज गरिरहेको छौँ र हाम्रो चार्जिङ 46% मा आएको थियो भने अहिले हामीले 100% बनाएर यहाँबाट निस्किँदैछौँ र हाम्रो अब 100% बनाएर हामी यहाँबाट धरान जाँदैछौँ अब हेरौँ कतिको के रेन्ज दिन्छ अहिलेसम्म चाहिँ BYD Atto 3 ले एकदमै राम्रो रेन्ज पर्फर्म गरिरहेको छ सो हामीले अराउन्ड 280 त्यस्तो रेन्ज पाइरहेको BYD Atto 3 एडभान्स हो यो हैन पास्ट 50 किलोवाटको कन्जम्सन रेट हेर्ने हो भने 8 किलोवाट पर 50 किलोमिटर र 100 किलोमिटरको हेर्ने हो भने 16 किलोवाट पर 100 किलो छ सो BYD Atto 3 ले आज एकदमै राम्रो पर्फर्मेन्स दिइरहेको छ सो आई एम भेरी ह्याप्पी विथ दिस BYD टुडे बिकज इट इज पर्फर्मिङ सो वेल
सो अब धरान आइपुग्न 85 to 90 किलोमिटर्स बाँकी छ। सो आजको हाम्रो टोटल राइड भनेको 364.7 किलोमिटर भइसकेको छ। सो अराउन्ड यहाँबाट 90 किलोमिटर्स जति बाँकी छ, हामी धरान पुग्छौँ। लगभग आजको टोटल राइड हाम्रो 450 किलोमिटर्स हुन जान्छ। सो आई हेभ राइड सिङ्गल होइन। सो म अलिक टायर्ड पनि छु, बट आई एम इन्जोइङ दिस राइड बिकज इन एन इभी वी विल इन्जोय दिस राइड बिकज द रोड कन्डिसन आर टु मच बेटर हियर। My minimum speed in this road is 70 kilometers per hour. So I have tested a speed also in this. So I have gone up to 130 kilometers per hour. So I'm enjoying this ride with BYD Atto 3 and it is a very good vehicle. I will suggest you. सो यो रोड कन्डिसन चाहिँ एकदमै राम्रो भएर पनि होइन, चलाउनलाई चाहिँ एकदमै धेरै मजा आउने रहेछ यो रोडमा होइन। बट म एक्लै ड्राइभ गर्ने भयो होला, आई एम लिटल टायर्ड होइन। सो यदि दुईजना राइड गर्ने भयो भने यु विल इन्जोय दिस राइड बिकज होइन BYD Atto 3 एज अ इलेक्ट्रिक भेहिकल होइन, यसमा नो साउन्ड, नो एनी एक्स्ट्रा साउन्ड होइन, त्यस्तो केही उनी हुँदैन, फिलै हुँदैन। एन्ड यस्तो राम्रो बाटोमा इभी कुदाउन पाउनुको जुन मजा खाने त्यो आज मैले फर्स्ट टाइम एक्सपिरियन्स गर्दैछु। सो राइट नाउ वी आर हियर एट गाईघाट उदयपुर। सो अब यहाँदेखि धरानको डिस्टेन्सको कुरा गर्ने हो भने अराउन्ड 70 किलोमिटर रहेको छ र अहिले रात परिसकेको छ र म आइएम लिटल टायर्ड अल्सो बिकज दिउँसभरि मैले गाडी चलाएँ है। सो अब हल्का थाकित त भइहाल्ने रहेछ यत्रो लङ राइड हिँड्दाखेरि। दिस वाज माई फर्स्ट टाइम लङ। So finally we are here in Dharan after riding for more than 14 hours and riding about 455 kilometers. We are finally here in Dharan, so you can see the view look of the Dharan. So I'm too much tired because I have ride a single for this trip. My boys won't drive.